अब हामी चिनमासी घर जान्छौँ। यस्तो चोतराको भ्यू। यहाँ तल चाहिँ बाटो छ हेर्नु। मिलन बाटो हो क्या हेर्नु त। कहाँ जानु छ र बाँधिले के राख। यहाँ त बिस्तारै हिँड्नु ल खुट्टा पनि भाँच्न सक्छ। एकचोटि मेरो भाँच्दै थियो जस्तो लाग्थ्यो। बिस्तारै हिँड्नुपर्छ यहाँ खुट्टा प्लाक्कै हुन्छ यहाँ हेर्नु यहाँ चाहिँ यहाँ त फट्याङ्ग्रा अब एकछिनमा चुक 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 आवाज आउँछ क्या। अहिले आएर त यही हो फट्याङ्ग्राकै हो यो फट्याङ्ग्राहरूको आवाज हो क्या यो। ल छोडिदिउँ। फट्याङ्ग्रा तपाईँहरूले पनि देखायो होला। यहाँ मुनि यस्तो दाम छ क्या ठाउँ के भन्नु त अब तपाईँहरूलाई। अरू के छ र सन्चै त होला नि। यही हो नानी जम्मै यहाँ जानुपर्छ म चाहिँ एउटा होइन बोहार्नु मजाले कहाँ जानु छ ल ल मैले भने त्यही हो। ऊ त के छ जस्तो लाग्यो हेर्नु यो त चरा कस्तो राम्रो चरा रहेछ क्या यहाँ। यहाँ हेर्नु कस्तो दामी उडेको नि कस्तो रङ्गी चङ्गी थियो क्या। ऊ त्यहाँनिर थियो कहाँ पुग्यो खै रङ्गी चङ्गी थियो क्या। यत्रो सानो यत्रो खै कस्तो दामी थियो। ऊ त्यहाँनिर खै कहाँ गयो त्यहाँतिर थियो त्यो रङ्गी चङ्गी जस्तै छ क्या रङ्गी चङ्गी जत्रै।